माननीय मनिष झालाई आफ्नो संशोधन प्रस्तुत गर्दै छलफलमा भाग लिन अनुमति दिन्छु। समय 5 मिनेट। त्यसपछि माननीय अमरबहादुर थापा। सभामुख महोदय, निजीकरण सम्बन्धी पहिलो संशोधन विधेयकमा दफावार छलफलमा सहभागी हुँदै गर्दा यसमा मैले 7वटा संशोधन प्रस्ताव दर्ता गराएको छु। त्यो 7वटा संशोधन प्रस्तावमा सैद्धान्तिक रूपमा माननीय मन्त्रीज्यूलाई यो जानकारी पनि गरौँ कि हामी सैद्धान्तिक रूपमा प्राइभेट सेक्टर इकोनोमी चाहिँ स्ट्रङ हुनुपर्छ, किनकि ट्याक्स पेयर्स र जब क्रिएसन प्राइभेट सेक्टरले गर्ने हो र लिमिटेड गभर्मेन्ट हुनुपर्छ। गभर्मेन्टको आकार जति ठुलो भयो त्यति प्रोडक्टिभिटी कम देखिरहेकै छौँ अहिले हामीले। सांसद र सबै पदाधिकारीको सङ्ख्याको आधारमा, नम्बर अफ गभर्मेन्टको आधारमा र अर्को कुरा तपाईँहरूको 7 बुँदे सम्झौता हुँदै गर्दाखेरि एउटा बुँदा त यो पनि छ कि गभर्मेन्टको साइज घटाउने, पालिकाको साइज घटाउने वा सांसदको साइज घटाउने भनेर। सो त्यसमा सैद्धान्तिक सहमति छ हाम्रो पनि, किनकि त्यसको कस्ट हाई भइराखेको छ, स्टेट रनिङ कस्ट हाई छ। हाम्रो राजनीतिक प्रस्तावना जुन हामीले जलेश्वर बैठकबाट पारित गरेको थियौँ त्यसमा जुन हामीले हाम्रो आफ्नो बुझाइको अर्थतन्त्र र त्यसले निजीकरणलाई यो प्रक्रियालाई कहाँ छुन्छ भन्ने कुरा म 6वटा आयामले यसको व्याख्या गर्न चाहन्छु। लोक कल्याणकारी राज्यको सुनिश्चितताको लागि सार्वजनिक, निजी र सामुदायिक स्रोत साधनको दिगो परिचालन गर्दै यदि हामीसँग जस्तै हाई अल्टिट्युड यति हामीसँग स्पेसहरू छ अनि हामीले त्यसमा डेटा सेन्टरको लागि ग्लोबल मार्केटलाई अफर गर्न सक्छौँ, हाई अल्टिट्युड स्पोर्ट्स ग्राउन्डहरू बनाउन सक्छौँ जुन अरू देशले अफर गर्न सक्दैन भनेपछि हामीसँग सार्वजनिक, निजी र सामुदायिक स्रोत साधनको दिगो परिचालन गर्दै दोस्रो बुँदा लगानी अनुकूल एवं प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्रको उन्नयनको लागि यसमा हामीले लगानी अनुकूल चाहिँ हुनु पर्यो। अहिले इन्भेस्टमेन्ट इन्भाइरोमेन्ट नै दिएको छैनौँ नि। तपाईँहरूले जहाँ पनि युनियन खोलिदिनुहुन्छ, एजुकेसन इन्स्टिट्युटमा पनि युनियन, जहाँ पनि युनियन, र त्यो इन्भेस्टमेन्ट इन्भाइरोमेन्ट नै छैन। मान्छेहरूले आएर विदेशीहरूले लगानी गर्दाखेरि इन्भेस्टमेन्ट बोर्डको प्रोसेस देखेरै यो देशमा काम नगरौँ भनेर फर्केर जान्छ। त्यसैले गर्दाखेरि हामीले लगानी मैत्री त्यो प्रोसेस ओरिएन्टेड भयो, फेसिलिटेसन ओरिएन्टेड हुनुपर्ने हो, मान्छेलाई इन्करेज गर्नुपर्ने। त्यसैले लगानी मैत्री वातावरण बनाउँदै अर्थतन्त्रको उन्नयनको लागि स्वच्छ, त्यो तेस्रो बुँदा, स्वच्छ र सुदृढ नियमनकारी संरचना बनाई। निजीकरणलाई सैद्धान्तिक सहमति छ तर सिन्डिकेट चाहिँ गर्न पाइँदैन भन्ने जुन भइराखेको छ नि। अहिले हेर्नुहोस्, हामीले गाडी किन्न चाह्यौँ भने यहाँ 20% को तपाईँले 20% भन्दा ओपन मार्जिन राखेर बिजनेस गर्न पाउँछ भनेर तपाईँ प्रस्ताव ल्याउँदै हुनुहुन्छ, तर विदेशबाट गाडी भित्राउन दिनुहुन्न। अब यहाँको डिलर एसोसिएसनले चाहिँ मार्जिन 50% राखिदियो भने मारमा को पर्यो त? तपाईँलाई त ट्याक्स बेनिफिट भयो तर उपभोक्ता मारमा परेन। यो क्यालकुलेसन त सिम्पल छ नि। तपाईँले 20% भन्दा धेरै जति पनि जान पाउँछ भनेर छुट दिँदै हुनुहुन्छ, तर भोलि गएर डिलर एसोसिएसनले त आफ्नो सिन्डिकेट अनुसार ल सबैजना मिलौँ, हामीले त यहाँ त देख्यौँ नि राष्ट्रिय दैनिकले पनि भाउ बढाउँदाखेरि एकैचोटि 3वटा राष्ट्रिय दैनिकले रातारात भाउ बढायो भनेपछि त्यहाँसम्म सिन्डिकेट भएको देशमा यदि डिलर एसोसिएसनहरूले सबैले मिलेर भाउ बढाइदियो भने उपभोक्ता मारमा पर्यो, त्यहाँ नियन्त्रण गर्न सक्नुहुन्छ तपाईँ भनेपछि त्यो पनि हो। त्यसैले गर्दा स्वच्छ र सुदृढ नियमनकारी संरचना बनाई भन्ने कन्डिसन हामीले त्यहाँ राख्यौँ। र राष्ट्रिय आय र रोजगारीको विस्तार गर्नको लागि राष्ट्रिय आय त चाहिन्छ, किनभने हामीलाई याद छ कि टेलिकमको सिम किन्नलाई मन्त्रीज्यूहरूको सोर्स लाउनु पर्थ्यो, सांसदहरूको कोटा हुन्थ्यो, तर अहिले पान पसलमा पाइन्छ सिम। किन? त्यसले गर्दाखेरि त्यो ओपन इकोनोमी गरिदिएकोले, कम्पिटिटिभ गरिदिएकोले गर्दा। तर त्यसमा के भयो भने अहिले सोर्स लाउनु पर्दैन, तर फेरि एनसेलले बदमासी त थाल्यो, त्यहाँ सेटिङहरू त हुन थाल्यो। अब 86 मा के लफडा हुँदैछ भन्ने कुरा आकलन सबैले अध्ययन गरिराखेको छौँ हामीले। त्यसैले त्यसमा हामीले नियमनकारी संरचना बनाई भनेर राष्ट्रिय आय र रोजगारीको विस्तार भनेको छौँ। श्रम प्रति समर्पित पुँजीको अभिवृद्धि र जलवायु पर्यावरणीय कायम गर्न यो पार्टी सर्वात्मना
प्रतिबद्ध छ, हामी यसमा प्रतिबद्ध छौँ। तर अहिलेसम्म तपाईँहरूले जुन अभ्यास गरिरहनु भएको छ राजनीतिक दल गठबन्धनहरूले, त्यसमा सुधार गर्न चाहिँ धेरै नै आवश्यक छ। एउटा अर्को मेरो कुरा, राजनीतिक नियुक्तिहरू चाहिँ रोक्नुपर्छ। यसमा कम्पिटिसनको आधारमा, स्किल र स्ट्रेन्थको एक्सपोजरको आधारमा उनीहरूको अपोइन्टमेन्ट होस् र केपिआई तोकियोस्। तिमीले यति दिनभित्र यति चाहिँ अचिभमेन्ट गर्नै पर्छ, अन्यथा तिम्रो जब जान्छ भनेर। यो सबै गर्न त सक्दैनौँ हामीले। निजीकरण भन्ने अनि फेरि आफ्नै युनियन खोल्ने, आफ्नै मान्छेको दरबन्दी गर्ने हो भने चाहिँ यो देशप्रतिको धोका हुन्छ। जुन आशयले लिएर आउँदै हुनुहुन्छ, जसरी आउँदैछ, यो चाहिएको छ देशलाई। तर प्रक्रिया र अभ्यास अहिलेसम्मको त गलत भइराखेको छ नि। त्यहाँ हामीलाई तपाईँले अहिले म माननीय अर्थमन्त्रीज्यूबाट त्यो स्पष्टीकरण पनि चाहन्छु, अपेक्षा गर्छु, अनुरोध गर्छु कि त्यहाँ बदमासी हुँदैन भन्ने कुराको तपाईँले प्रतिबद्धता चाहिँ कसरी दिनुहुन्छ कि हामी देशलाई साँच्चीकै माया गरेर यो प्रक्रिया लिएर आएको, यो प्रस्तावना लिएर आएको, विगतमा भएको बदमासी र गल्तीहरू चाहिँ अब गरिने छैन। हाम्रो आफ्नो मान्छेहरूलाई, असक्षमहरूलाई पनि आफ्नो भएको आधारमा नियुक्ति, अघि प्रधानमन्त्रीज्यूले अहिले गरेकै छैन, हाम्रो राज्य सरकारले भन्नुभयो, तर अस्ति 15 दिन अगाडि मात्र त स्वास्थ्य मन्त्रालयमा भएको छ। तपाईँले सबललाई हटाएर अबललाई राखिदिनु भएको छ। त्यसैले त्यो भएको छैन भनेर यहाँ आएर भन्न त सजिलो छ, तर प्रमाण त सरकारले शब्दले जवाफ दिँदैन, सरकारको जवाफ सूचकले दिन्छ र सूचकले सबै सूचनाहरू स्पष्ट रूपमा दिइराखेको छ कि त्यहाँ गलत भइराखेको छ। जुन फेरि तपाईँले लिएर आउनुभएको नयाँ प्रस्तावना संशोधनहरूमा त्यही गलत अभ्यासहरू दोहोऱ्याउनुहुन्छ भने त्यो धोकेबाजी हुन्छ। धन्यवाद।